हे परमेश्वर, मानिसहरूले तपाईको प्रशंसा गरून्। Sunday. Sunday church service. हे परमेश्वर, मानिसहरूले तपाईको प्रशंसा गरून्। आमेन। यो परमेश्वरको वचन पढाइ सुनेमा हामी सबैलाई आशिष। जीवनमाथि दार्जिलिङबाट तपाईँ सबैले प्रार्थनामा याद गरिदिनुहोस्। अनि आमा बाबुहरू तपाईँलाई रिक्वेस्ट छ, यस सेवा पश्चात सानो मिटिङ नौकरी चाकरी गर्नेहरू बढेका छन् प्रभु। अब हामी रगतले यी परिवारहरू तपाईको कोपमा, तपाईको काखमा, तपाईको चरणमा प्रभुजी आफूलाई नम्र तुल्याएर मेरो जिउँदो प्रभु भनेर उनीहरूले ग्रहण गर्नुपर्छ। प्रभु यसरी नै प्रार्थना गर्नेहरू कति टाढा टाढाबाट आउन भ्याएन नला, अनि उनीहरू घरमै बसेर तपाईँलाई पुकारा गरिरहेका होला प्रभु। उहाँहरूको पनि पुकारा र प्रशंसा तपाईँले सुन्नुभयो भन्दै बिन्ती प्रार्थना चढाउँदछु प्रभुजी। अनि यसरी नै प्रभुजी हाम्रो हेर्नु बाबुहरू, पास्टर बाबुहरू हामीलाई परीक्षामा दुष्टदेखि बचाउनुहोस्, सदा सर्वदा तपाईँकै। मृत्यु भयो,
डेड बडी जहिलेसम्म पनि रहन्छ त्यस घरमा गाउँलेहरू छरछिमेकहरू आएर बसिदिन्छ डेड बडी हुँदैछ। अनि जुन दिन फ्युनरल हुन्छ अनि फ्युनरलको बेलुका साँझमा कोही पनि आएर प्रार्थना गर्न सक्छ। अनि विशेष गरी चाहिँ परिवारको जो टाढोबाट आएको परिवारहरू हुन्छन् उनीहरू आएर बसिदिन्छ, प्रार्थना गर्छ। अनि भोलिपल्ट अझै बस्नेहरू छ भने उनीहरू त्यो परिवारको सदस्यहरूसँग सबैमा बस्नेहरू छ भने उनीहरूले गर्छ। त त्यसमा अरू कहाँबाट आएर यसरी एक दिनको यो सेवाको निम्ति जिउने, किन जिउने, अनि म किन छानिएँ, म किन चुनिएँ, म किन क्रिस्चियन भएँ, व्यर्थमा हुनु भएको छैन। तपाईँहरू परमेश्वरको त्यो महान आज्ञालाई पुरा गर्नको निम्ति तपाईँहरू चुनिनु भएको छ, इसाई गर्नुभएको छ। यसो त आज निर्णय गर्नुहोस् तपाईँहरू कुन क्रिस्चियन हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। दयालु परमेश्वर पिता, तपाईँ सबै कुरा देख्ने जान्ने अनि हरेकको हृदयभित्रको कुरालाई राज्यको परमेश्वर पिताको प्रेम, पवित्र आत्माको सङ्गति, सहायता अनि सहभागिता हामी यस भवनभित्र भित्रिएका जति तपाईँका जनहरू छौँ, जस्तै तपाईँले आफ्नो रगतले किन्नुभएको तपाईँको लोकहरू जो सारा विश्वभरि छन्, हरेकको साथमा आज उपरान्त एक समान रहेको दुर्योधन ल भरेको क्या